नमस्कार, म डाक्टर सूचना। आज म यहाँहरूलाई चायापोथो अथवा मेलाज्मा भएका व्यक्तिहरूले के कुरामा ज्यादा ध्यान दिनुपर्छ भनेर केही कुरा बताउन गइरहेको छु। एक नम्बरको कुरा, प्रत्यक्ष घाममा नबस्ने है। यहाँहरूले चाहिँ मेलाज्मा भनेको अथवा चायापोतो भनेको चाहिँ घामले एकदमै बढाउन सक्ने कन्डिसन हो। यसको एउटा प्रमुख बाहिरी कारण भनेको घाम हो। त्यसकारणले प्रत्यक्ष घाममा यहाँहरूले बस्नु भएन। यदि घाममा निस्किनु छ भने प्रशस्त मात्रामा, एडिक्वेट मात्रामा चाहिँ सनस्क्रिन लगाउने र त्यसमाथि पनि अरू फिजिकल मोड्सहरू जस्तो भनौँ छाता अथवा क्याप, कटनको मास्क त्यस्तोहरू लगाएर सलहरूले बेरेर यहाँहरू चाहिँ बाहिर निस्किनु पर्ने हुन्छ। त्यस्तै 2 नम्बर कुरा भनेको ज्यादा रसायनयुक्त कस्मेटिक्सहरू हैन, जस्तो सौन्दर्यका सामानहरू ज्यादा रसायनयुक्त र कडा खालका त्यस्ता चिजहरू चाहिँ प्रयोग गर्नु भएन। जस्तो कहिलेकाहीँ हामीले प्रडक्टहरू युज गर्दाखेरिमा ज्यादा एल्कोहलहरू भएको प्रडक्टहरू पनि, प्याराबेनहरू भएको प्रडक्टहरू पनि यहाँले धेरै युज नगर्नु होला। र आफ्नो मनले, जस्तो कहिलेकाहीँ हामीले चाहिँ चायापोतोको औषधिहरू भनेर मार्केटमा पाइराखेको हुन्छौँ र हाम्रो टेन्डेन्सी के हुन्छ भने त्यो अरूले युज गरेको छ भने हामी आफै सल्लाह गरेर चाहिँ त्यो सामानहरू युज गर्न पनि धेरै रुचाउँछौँ। त्यस्तो भएको खण्डमा चाहिँ यहाँहरूलाई म सजेस्ट गर्छु, एकचोटि बरु डक्टरसँग राम्रोसँग कन्सल्ट गरेर मात्र सामान्य मार्केटमा पाइने पोतोका औषधिहरू युज गर्नुभन्दा अगाडि पनि एकपल्ट अनिवार्य डक्टरसँग कन्सल्ट गरेर मात्र युज गर्दाखेरिमा यसको इफेक्टिभ युज हुनसक्छ र साइड इफेक्टबाट बच्न सकिन्छ। त्यस्तै गरिकन छालालाई केयर गर्दाखेरिमा ज्यादा रगड्ने अथवा स्क्रब गर्ने त्यस्तो गर्नु हुँदैन। त्यो गर्दाखेरिमा चाहिँ हाम्रो छालाको लेयरहरू ड्यामेज भएर पोतोहरू झन् गाढा रूपमा चाहिँ बढ्न सक्ने हुनसक्छ। यसमा पनि हामीले ध्यान दिनुपर्छ। त्यस्तै गरिकन चायापोतोको एउटा प्रमुख कारण भनेको हर्मोन इम्ब्यालेन्स पनि हो है। हाम्रो शरीरमा जस्तो विभिन्न किसिमका हर्मोनल इम्ब्यालेन्सहरू भइरहेका हुन सक्छन्। जस्तो कुनै पिल्सहरू, यहाँहरूले गर्भनिरोधक पिल्सहरू लिइराख्नु भएको छ या इन्जेक्सनहरू लिइराख्नु भएको छ भने त्यो कुरालाई हामीले मिनिमाइज गर्नुपर्ने हुन्छ। त्यस्तै गरी थाइरोइडहरू डिस्फङ्क्सन भइरहेको छ अथवा थाइरोइड रिलेटेड अरू हर्मोनहरू यस्ता कुनै किसिमका डिसब्यालेन्सहरू छन् भने यहाँहरूले बिचबिचमा चेकअप गराउने अथवा चाहिँ नि आफैले पनि बिचबिचमा रगतको जाँचहरू गराउनु पर्ने हुन्छ। त्यस्तै सकेसम्म डक्टर कन्सल्ट गरेर यो चिजहरू ब्यालेन्समा छ कि छैन त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ। र अन्तिम कुरा भनेको स्वस्थकर खानामा ध्यान दिने। हाम्रो स्किन जति नै हामीले खानामा ध्यान दियौँ अथवा आफ्नो एउटा स्वस्थ जीवन भनौँ न, एउटा आफ्नो लाइफस्टाइल चाहिँ स्वस्थकर भयो भने हाम्रो स्किनमा त्यत्तिकै ग्लो आउँछ र चायापोतो दाग धब्बाहरू कम भएर जान्छ। त्यसकारणले प्रशस्त एन्टिअक्सिडेन्टहरू भएको खानेकुराहरू जस्तो फलफुल, तरकारीहरू यस्तो कुराहरूमा साथै प्रोटिनयुक्त खानेकुराहरूमा चाहिँ ध्यान दिने र आफ्नो लाइफस्टाइललाई स्ट्रेस फ्री बनाएर अगाडि बढ्न प्रयास गर्ने। धन्यवाद।